Hello and welcome back to my YouTube channel. This is part 3 in the series of videos I'm making trying to answer some of the most commonly asked questions about studying postgraduate medicine in Australia. Okay, if you haven't already, please make sure you go and watch part 1 and part 2 of the video series that I've made. It will give you context about what I'm talking about today. But मसँग आज ल्यापटप छ and I have written down some questions. मलाई यति धेरै DM मा मेसेज आउँछ अनि I've tried to answer some अनि लगभग त्यो क्वेसनहरु चाहिँ सबै एउटै टाइपको नै हुन्छ कि like people just want to know, like people want to figure out how it's going to work for them. Also the amount of interest, हैन, मान्छेको इन्ट्रेस्ट देखेर I'm like overwhelmed. Like मान्छेलाई यति इन्ट्रेस्ट रहेछ यो कुरामा अनि it's actually true, there is no one out there, like कोही पनि छैन जोले चाहिँ यो बारेमा भनोस्, किनकि अस्ट्रेलियामा भएको स्टुडेन्ट जोले अस्ट्रेलियामा मेडिसिन गरिरहेको छ, like my classmates, they have no idea. अनि उनीहरुको त like I don't know, बाहिरबाट आएर एज इन्टरनेसनल स्टुडेन्ट एउटा सब्जेक्ट गरिसकेपछि after so many years deciding to go back to being a student again, I think it's a big leap. Ani a lot of people don't realize that. So this journey has been a very unique journey for myself. I'm sure there are other people who have been doing this but in other fields, like it doesn't have to be medicine, right? But medicine नै गर्न हिँडेको मान्छेको लागि चाहिँ त्यति धेरै इन्फर्मेसन चाहिँ छैन. So I'm just going to share with you guys what I've learned. I'm now in second year, so first year मा सिकेको कुराहरु, I am actually going to come back with another video about things that I wish someone had told me like before I started medicine, or things no one tells you about भनेर चाहिँ I'm gonna come back. I'm also gonna make one video जहाँ चाहिँ नर्सेसहरुले what can we do as nurses if we really want to do medicine in future. अहिले काम गरेको नर्सेसहरुले चाहिँ what can they do to sort of improve their clinical experience अनि yeah, to make them like it's beneficial essentially. Like पछि मेडिसिन पढ्न चाहिँ के कुरा नर्स हुँदा चाहिँ के कुरा गर्दा चाहिँ मेडिसिन पढ्दा हेल्प हुन्छ भन्ने जस्तो कुराहरु I'm gonna come back with that video as well. So stay tuned. So let's not do too much digressing here. So एउटा क्वेशन चाहिँ मलाई एकदमै धेरै कमन आउने भनेको मेरो कोर्सको नाम हो एमडी. ओके, नेपालमा चाहिँ एमडी भनेको चाहिँ स्पेशलाइजेसन कोर्स भन्ने बुझिन्छ, तर अस्ट्रेलियामा त्यस्तो हुँदैन. अस्ट्रेलियामा चाहिँ एमबीबीएस भनेको चाहिँ त्यही +2 गरेर पढ्नेलाई एमबीबीएस भन्छ अनि पोस्ट ग्राड मेडिसिन जो पढ्छ उलाई चाहिँ एमडी भन्छ. अनि यो कोर्स चाहिँ only a few countries in the world मा छ, जुनमा अस्ट्रेलिया एउटा हो. अनि I think there are a few other countries that do that. अनि अस्ट्रेलियामा स्पेशलाइजेसन गर्नको लागि, सो बेसिकली यो फास्ट ट्र्याक एमबीबीएस भन्न मिल्छ. यसलाई चाहिँ 4 इयर्सको कोर्स हो अनि इक्विभ्यालेन्ट टु एमबीबीएस. ओके, म सकेपछि आई डोन्ट बिकम अ स्पेशलिस्ट डक्टर, म सकेपछि म इन्टर्न हुन्छु अनि त्यसपछि मेरो फेरि वाट आई वान्ट स्पेशलाइज इन, मेरो फेरि ट्रेनिङ सुरु हुन्छ. त्यो चाहिँ लाइक कलेज अफ के स्पेशलिस्ट ट्रेनिङ के हुन्छ यहाँ अस्ट्रेलियामा. सो म त्यो ठाउँमा पुगेँ भने अनि इफ पिपल वान्ट मी टु सेयर द्याट eventually, then मैले सायद भिडियो बनाउँछु होला. That's so many years away. But yeah, that's the confusion I think a lot of people have. So it's MD, the मैले गर्न लागेको course is basically a fast track MBBS. 4 वर्षमा सकिन्छ, सकेपछि म इन्टर्न बन्छु, त्यसपछि बाँकी कुरा हुँदै गर्छ. Okay, so that's out of the way. अनि अर्को कमन क्वेसन भनेको चाहिँ can you work as a nurse when you're studying medicine? Yes, you can. मैले काम गर्छु, म काम गरिरहेको छु. सुरुमा चाहिँ मैले स्टार्ट गर्नुभन्दा पहिला अलिअलि काम गरेँ अनि पढ्न थालेपछि चाहिँ देयर कम्स अ पोइन्ट कि एक्चुअली यु क्यान बट इट्स अप टु यु कि यु सुड अर नट भनेर चाहिँ, किनकि लाइक द कन्टेन्ट, द स्टडी कन्टेन्ट इज म्यासिभ है. सो यु क्यान इमेजिन एमबिबिएस पढ्ने मान्छेले कति पढ्छ, लाइक पढेको पढाइ गर्छ नि त. सो यो त बेसिकली फास्ट ट्र्याक अफ एमबिबिएस हो. जस्ट इमेजिन द लोड, द एकाडेमिक लोड है. अनि काम गर्न नसक्ने होइन, मैले स्टिल हप्ताको 1 दिन, कहिलेकाहीँ 2 हप्ताको 1 दिन, कहिलेकाहीँ महिनाको 1 दिन त्यसरी काम गर्थेँ.
luckily my husband works and he's been working like extra hours, extra hours, so that I don't have to work. That's why मैले पहिलाको भिडियोमा पनि भनेको थिएँ, you have to have the support of people around you. Okay, you cannot do this alone. यति चाहिँ म यहाँ राखिदिन्छु. अनि बाँकी चाहिँ I'm going to come back with another video about things you need to consider if you are considering studying medicine भनेर चाहिँ I'm going to come back, so stay tuned for that. But short answer is yes, you can work. There is no restrictions as to how much you can work. काम गर्न मिल्छ, मजाले काम गर्न मिल्छ. मसँग पढ्ने साथीहरू पनि छन् जसले लाइक अरू लाइक बारमा काम गर्छन्, कोहीले के काम गर्छन् होइन, काम गर्ने मान्छेहरू छन्. तर त्यही हो कि how you manage with your studies भन्ने कुरा हो. मैले चाहिँ बेसिकली सुरु सुरुमा गरेँ, तर पछि मलाई अलिअलि गाह्रो हुन थाल्यो. कामले गर्दा पढाइ त बिगार्नु भएन, बल्ल बल्ल पढ्न पाएको कुरा. त्यही भएर मैले चाहिँ बिस्तारै बिस्तारै कामहरू कम गरेँ अनि धेरै जस्तो चाहिँ मैले बिदाको टाइममा काम गर्ने गर्छु. पढ्ने टाइममा चाहिँ आई ट्राई नट टु, स्पेसली इक्जामको टाइममा त नो, आई डोन्ट. अनि अर्को क्वेसन चाहिँ धेरैजना आई थिङ्क मेरो यो भिडियो, मेरो टिकटकको भिडियो एकदमै धेरै नेपाली प्लस नेपालमा भएको नेपालीहरूसँग पुग्यो सायद. अनि उहाँहरूले चाहिँ यस्तो पनि गर्न मिल्दो रहेछ भनेर छक्क पर्नुभयो, विच इज अन्डरस्ट्यान्डेबल. अनि नेपालमा ब्याचलर्स गर्नुभएको नर्सिङ अनि अस्ट्रेलियामा आएर यस्तै कोर्स कन्भर्जन गरेर एज अ नर्स रजिस्टर हुनुभयो. अनि उहाँहरूले चाहिँ अब मेडिसिन गर्नु मिल्छ कि मिल्दैन भनेर धेरै क्वेसन आएको छ मलाई. त्यसको एन्सर हो, इफ अस्ट्रेलियामा ब्याचलर्स गरेको छैन या मास्टर्स गरेको छैन, आई डोन्ट नो है, मास्टर्सले पनि मिल्छ होला जस्तो लाग्छ. तर प्लिज जस्ट इमेल द युनिभर्सिटिज एन्ड आस्क देम, आई एम नट स्योर. किनकि त्यो जेम्सको पेजमा चाहिँ ब्याचलर्स डिग्री ग्यामस्याट इक्जाम भनेर क्लियरली लेखिदिएको छ, त्यहाँ मास्टर्स भनेर लेखेको छैन. सो आई क्यान नट बी गिभिङ रङ इन्फर्मेसन हियर. तर मलाई जहाँसम्म लाग्छ एउटा हायर डिग्री कम्प्लिट गरिसकेपछि यु विल बी एलिजिबल जस्तो मलाई लाग्छ. बट अगेन प्लिज आस्क. तर या त्यो कन्भर्जन कोर्स त्यस्तोहरूले चाहिँ मिल्दैन अनफर्चुनेटली. जस्तै कोहीले डिप्लोमा अस्ट्रेलिया आएर डिप्लोमा कोर्स गरेको छ अनि नाउ दे आर थिङ्किङ अफ डुइङ मेडिसिन भने मिल्दैन. यु हेभ टु हेभ अ ब्याचलर्स डिग्री अनि देन द्याट मेक्स यु एलिजिबल. सो इफ यु रियली वान्ट टु डु इट, डु अ ब्याचलर्स डिग्री. आई नो इट्स अ long time, but I mean, if you really want to do it, nothing should stop you, right? Let's give it a try once. अनि अर्को क्वेसन भनेको चाहिँ, okay, can I start studying medicine after I finish my nursing भनेर सोध्नु भएको छ धेरैजनाले. अनि उहाँहरू चाहिँ धेरैजना इन्टरनेसनल स्टुडेन्ट हुनुहुन्छ जसले मलाई यो सोध्नु भएको छ. द एन्सर इज यस, सर्ट एन्सर. द लङ एन्सर इज you have to consider a lot of things. I don't know how much you have researched about the fees for studying medicine. Actually भन्नुपर्दा मेडिसिनको लागि अलिकति डिफ्रेन्ट अप्सनहरू छ. एउटा छ फुल फी पेइङ स्टुडेन्ट, जुन चाहिँ यहीँको डोमेस्टिक स्टुडेन्टले पनि फुल फी पेइङ पोजिसनहरूमा अप्लाई गर्छ. किनकि त्यो भनेको त अब कुनै गभर्मेन्ट सपोर्टेड प्लेस भन्दा फुल फी प्लेसमा पनि मैले टिक गरेँ भने त मेरो बढी चान्स भयो नि त. कोही मान्छेले गभर्मेन्ट सपोर्ट मात्र टिक गरेछ तर मैले चाहिँ फुल फीमा पनि टिक गरेको छु भन्दा मेरो बढी चान्स भयो त्यो एप्लिकेसन अप्रुभ हुने. सो मैले अप्लाई गर्दा चाहिँ मैले गरिनँ किनकि मलाई थाहा थियो आई कुड नट अफोर्ड द्याट. लेट मी टेल यु, एक वर्षको fee is around 95,000 Australian dollars. Okay, and I knew that I could not afford that. त्यही भएर मैले फुल फी चाहिँ चुज गरिनँ. तर एउटा फाइदा के हुन्छ अस्ट्रेलियन सिटिजन भइसकेपछि भन्दाखेरि चाहिँ यु क्यान गो थ्रु हेक्स. हेक्स भनेको चाहिँ लोन अहिले पढिन्देल पैसा तिर्नु पर्दैन. अनि when you become a doctor you start earning and you slowly start paying. अलिकति तिम्रो पेबाट डिडक्ट हुँदै जान्छ. सो द्याट्स अ रियली बिग बेनिफिट भन्न चाहन्छु म, बिकज यो अपर्च्युनिटी नेपालमा छैन नि त. सो यहाँ भएको यस्तो अपर्च्युनिटी किन युज नगर्ने. अनि मान्छेहरूले धेरैले गाली गरेको देख्छु म होइन टिकटकतिर यताउता भिडियोमा, अस्ट्रेलियन पासपोर्ट लियो, नेपालको पासपोर्ट फाल्यो, यो गर्यो त्यो गर्यो भनेर होइन. I like to say to you that I am a citizen of this world, but my passport belongs to Australia for now. Okay. अनि जुन कुराले मैले चाहेको कुराहरू गर्न धेरै अपर्च्युनिटी दिइरहेछ त्यो कुरालाई म किन नलिने.
भन्ने चाहिँ मलाई लाग्छ। सो त्यसरी नै मैले अस्ट्रेलियन सिटिजनसिप लिएँ। मैले अस्ट्रेलियन सिटिजनसिप लिनुको वान एन्ड ओन्ली रिजन पनि यही नै हो, मलाई पढ्नु थियो कि। अनि मलाई पढ्ने बेलामा पैसाको प्रेसर लिनु थिएन। सो म अहिले फुल फीवाला त होइन, लकिली मैले कमनवेल्थ सपोर्टेड प्लेस पाएको छु, जुनमा चाहिँ मेरो वर्षको फी instead of 94,000 Australian dollars, मेरो वर्षको फी हुन्छ around 13 to 13 to 14,000 Australian dollar हुन्छ, which is यो त massive discount हो नि त. This is like massive scholarship नि त. अनि त्यो पनि मैले अहिले हेक्स गरेको छु, सो मैले अपफ्रन्ट पे गर्नु पर्दैन, विच इज अ रियली गुड हेल्प मेरो लागि चाहिँ। किनकि हामी मुभ हुनु पर्यो मैले पढ्ने कुराले गर्दा, अनि हामीले घर पनि बेच्नु पर्यो। अनि लास्ट इयर the year before I started medicine, a lot of things happened in the family, so धेरै कुरा कन्सिडर गर्नुपर्ने थियो। अनि luckily I got that position and I could accept that position and I could be here today. So I feel like if you really want something, त्यो एउटा डायलग छ नि, त्यो मैले डायलग दिन खोजेको होइन, but if you really want something, somehow it works, like I don't know, like के एनर्जी छ यहाँ, but छ के त्यो एनर्जी, like it works, so you just have to put the work in and it works. त्यही भएर but that's it, I digress a lot. तर मैले भन्न खोजेको चाहिँ नर्सिङ भ्याउँदा बित्तिकै मेडिसिन पढ्छु भन्ने जसको सोच हुन्छ, को कतिले चाहिँ म सेकेन्ड इयर नर्सिङमा छु, म अब ग्याम्सेटको लागि प्रिपेयर गरौँ कि नगरौँ, कहिलेदेखि गरौँ भनेर सोध्नुहुन्छ होइन। गर्नुहोस्, एक्जाम दिनुहोस्, एकचोटि दिएपछि आफूलाई आइडिया हुन्छ मैले अब योभन्दा बेटर गर्न मैले कसरी इम्प्रुभ गर्न सक्छु यसमा भन्ने आइडिया हुन्छ। कोही मान्छेले चाहिँ आफैले पढेर नसकेपछि अब ट्युटरहरू हायर गर्नु मन छ भन्ने पनि गर्दा हुन्छ, मैले चाहिँ गरिनँ होइन। सो इट्स अप टु यु। तर आफूले नगरेसम्म चाहिँ थाहा हुँदैन है, अरू मान्छेले लेखेको रिभ्यू हेरेर, अरू मान्छेले गरेको कुरा सुनेर थाहा चाहिँ हुँदैन, आफूले नगरेसम्म थाहा चाहिँ हुँदैन। सो या गर्न मिल्छ, तर त्यही हो मैले भन्नु खोजेको चाहिँ कन्सिडर योर भिजा होइन। एज अ इन्टरनेसनल स्टुडेन्ट पढ्नको लागि फी यु हेभ टु पे अप फ्रन्ट, अनलेस यु गेट लाइक म्यासिभ स्कलरसिप, इट्स गन बी हार्ड होइन। जस्तै अहिले मलाई मेडिसिन पढ्न मैले नर्सिङ पढेँ भन्दा पनि कम फी तिर्नुपर्छ कि, द्याट्स लाइक माइन्ड ब्लोइङ टु मी। अनि यस्तो अपर्च्युनिटी नछोड्नु भनेर होइन, मेडिसिन मात्र होइन, लाइक हाम्रो नेपालीहरूको के छ चलन भन्दाखेरि अस्ट्रेलिया आयो, पिआर कुन सब्जेक्टबाट हुन्छ पढ्यो, इच्छा लागोस् नलागोस् मतलब छैन, पढ्यो पिआर आयो, अनि के हो द्याट्स इट। लाइक आई फिल लाइक हामीहरूमा मैले भेटेको एटलिस्ट मान्छेहरूमा चाहिँ पढ्ने एकदमै धेरै इच्छा हुन्छ कि, तर अनि गर्न मन लागेको कुराहरू पनि धेरै हुन्छ, तर मान्छेहरूलाई आई डोन्ट नो वाइ पिपल जस्ट होल्ड ब्याक जस्तो लाग्छ मलाई। आई फिल लाइक देयर इज नथिङ वी कान्ट डु जस्तो लाग्छ मलाई चाहिँ। सो नट जस्ट सेइङ इट फर मेडिसिन है, अरू कुनै सब्जेक्ट पढ्नु मन छ, अरू कुनै फिल्डमा जानु मन छ, लाइक वाट्स स्टपिङ यु, डोन्ट लेट इट स्टप यु। आई नो इट साउन्ड्स अपिलिङ कि 25 वर्षको उमेरमा घर किन, अनि त्यसपछि हुन्छ नि 27-28 वर्षको उमेरमा फर्स्ट बेबी भयो, अनि त्यसपछि सेकेन्ड बेबी भयो, यु हेभ अ बिग हाउस, अनि बोथ यु एन्ड यर पार्टनर आर वर्किङ, अनि डबल इन्कम छ, अनि यु क्यान गो अवे every once in a while. I know it sounds very appealing, but you have to be happy here. If you're not happy here, but no offense to people who don't like studying, okay, I know a lot of people who don't like studying also, and that's fine. Like just do what you want to do. अनि मन भएको मान्छे जसलाई पढ्न मन छ, अनि आई फिल लाइक अस्ट्रेलियाले चाहिँ यो इट्स अ बिग अपर्च्युनिटी, अनि डोन्ट टेक इट फर ग्रान्टेड, त्यही भन्न चाहन्थेँ म। म एकदमै बोल्दा बोल्दै कहाँ पुग्छु, बट या द्याट्स अल आई वान्टेड टु से। अनि या फी कन्सिडर गर, भिजा कन्सिडर गर होइन, त्यसपछि लुक फर स्कलरसिप्स, यु माइट बी हुन्छ नि, यु माइट गेट सम स्कलरसिप्स, हु नोज। मसँग पढ्ने 1-2जना इन्टरनेसनल स्टुडेन्टहरू हुनुहुन्छ इन्डियाको, एन्ड दे हेभ स्कलरसिप्स लाइक फुल राइड, that's even better. So explore these avenues, and these are the most commonly asked questions. I'm sure I've missed so many others, but your video ekdamai lamo huncha. So if you have any more, please comment, and I'm gonna try and get back to you as always. Okay, thanks for watching. Bye bye for now.